इजरायल बाहेक सारा पृथ्वीभरि अरू कुनै ईश्वर हुनुहुन्न रहेछ भन्ने कुरा अब म जान्दछु। यसलाई म तपाईँलाई बिन्ती गर्छु, आफ्नो दानको मेरो धन्यवादको सौगात ग्रहण गर्नुहोस्। सुन तर उनले भने, परम प्रभुको जीवनको कसम, जसको सामु म खडा रहन्छु, म केही पनि ग्रहण गर्ने छैन। अनि तिनले त्यो लिनलाई उनलाई कर गरे, तर उनले इन्कार गरे। यहाँनिर अहिले गुड फ्राइडेको लगाउमा है यहाँबाट हामीले एउटा केही कुरा है बुझ्ने प्रयास हामीले गर्नेछौँ। त यहाँनिर भन्नुहुन्छ कि सारा पृथ्वीभरि अरू कुनै ईश्वर हुनुहुन्न रहेछ भन्ने कुरा अब म जान्दछु है। त सारा पृथ्वीमा इजरायल मात्रै एउटा यस्तो देश हो जुन देश चाहिँ आकाश पृथ्वीका मालिक, युनिभर्सका मालिक प्रभु परमेश्वर त्रिकालदर्शी है, भूत वर्तमान भविष्य उहाँले छङ्गसँगले देख्नुहुन्छ है। हाम्रो लागि 1 सेकेन्ड बाद के हुन्छ होला, 2 सेकेन्ड बाद, 1 घन्टा बाद हामीलाई थाहा हुँदैन, तर उहाँलाई चाहिँ है सुरुदेखि नै उहाँलाई आखिरीको ज्ञान छ। त यस्तो प्रभु परमेश्वरको ले कुनै न कुनै एउटा जग्गा त उहाँले चुन्नै पर्यो नि है। पृथ्वीभरमा अब उहाँले कमिलाको देशमा है, कमिलाको देशमा गएर हामीले के गर्ने विचार हामीले गर्छौँ भने हामी पनि कमिला हुनु पर्यो नि है। अनि कमिला भएर गएपछि मात्रै कमिलाको दुःख हामीले बुझ्छौँ है। त्यस्तै प्रकारले है हाम्रो जीवित परमेश्वर आकाश पृथ्वीका मालिक परमेश्वरले मान्छे जातिको बीचमा है आइकन मान्छे नै भएर आएर उहाँले हाम्रो दुःख अनि हाम्रो दर्द, हाम्रो भावना, हाम्रो दुःख कष्टलाई उहाँले बुझ्ने है, उहाँले त्यो जमर्को कस्नुभयो है। त यस्तो परमेश्वरले चाहिँ अब कहाँबाट सुरु गर्ने त है? एक न एक जग्गाबाट सुरु गर्नु पर्यो नि है। रसियन्सहरूको बीचबाट सुरु गरौँ कि अस्ट्रेलियनहरूको बीचबाट सुरु गरौँ कि इन्डियन्सहरूको बीचबाट सुरु गरौँ कि है, जापानिजहरूको बीचबाट सुरु गरौँ कि कुन चाहिँ देशबाट सुरु गरौँ है भन्दाखेरि उहाँले इजरायल भन्ने देश है अहिले लडाइँ भइरहेको छ नि, इजरायल, इरान, अमेरिका भन्ने हामीले न्युजमा सुनिरहेका छौँ। त त्यो एउटा मिडल इस्ट है मध्य पूर्वको एउटा देश हो। त्यो देश इजरायललाई चाहिँ परमेश्वरले चाहिँ के गर्नुभयो, चुन्नु भएछ। के भएको लागि भन्नुहोस् त, त्यो पृथ्वीमा पस्ने एउटा ठाउँ, त्यो चाहिँ जातिबाट चाहिँ म मान्छे जातिलाई के गरौँ, भेटौँ भन्दाखेरि चाहिँ इजरायल एउटा राष्ट्र, जुन चाहिँ राष्ट्रलाई चाहिँ उहाँले चुन्नुभयो है। यसलाई गर्दाखेरि है हाम्रो अब केही कुनै अफिसियल काम छ है, एकदम भने हामी ग्याङ्टक जान्छौँ है, ग्याङ्टक जान्छौँ। अझै इम्पोर्टेन्ट काम हाम्रो दिल्ली जान्छौँ है, किनभने ग्याङ्टक एउटा हाम्रो क्यापिटल हो अनि दिल्ली हाम्रो राष्ट्रको क्यापिटल हो। ग्याङ्टक हाम्रो स्टेटको क्यापिटल हो, दिल्ली हाम्रो सम्पूर्ण भारतवर्षको क्यापिटल हो, राजधानी हो। त त्यसो प्रकारले एउटा जग्गा त चुन्नु पर्यो। त त्यो जग्गा चाहिँ इजरायलको देश रहेछ। अनि इजरायलको देशमा है उहाँले है कन्या गर्भवती भइकन है उहाँ आउनुभयो। आउनुहोस् त, यो हामीले सुनिराखेकै कुराबाट पनि एकपल्ट मत्तीको सुसमाचार 1:18 पढ्नुहोस्। अब यीशु ख्रीष्टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको मम्मी येशूसँग भएपछि उनीहरूसँगै बस्नुभन्दा पहिले उनी चाहिँ पवित्रताबाट गर्भवती भएकी थिइन् है। तपाईँ हामी जस्तो माता पिताको सम्पर्कबाट होइन, उहाँ चाहिँ पवित्र आत्मा, परमेश्वरको आत्मा स्वयं है
आइकन छाया पारिकन है उहाँ गर्भमा कन्या गर्भवतीको कन्या मरियमको गर्भमा है उहाँ बसिकन उहाँ गर्भधारण हुनुभएको हो। यो कुरा चाहिँ यशायाको किताब 7 अध्यायको 14 पद है। करिब 500 वर्ष अगाडि यो कुरो भएको थियो। यसको कारण प्रभु आफैले तिमीहरूलाई एउटा चिना दिनुहुनेछ। हेर एउटा कन्या गर्भवती छिन्। हाउ इज इट पोसिबल है, कसरी चाहिँ एउटा कन्या चाहिँ गर्भवती हुन्छ र तिनले एउटा छोरा जन्माउने छिन्। यसको नाम इमानुएल राख्नेछिन् अर्थात् परमेश्वर मानिसहरूसित है। त्यस कारणले गर्दाखेरि यही प्रभु चाहिँ प्रभु यीशु मसीह हुनुहुन्छ र यही प्रभु यीशु मसीह जन्मिनु पनि भयो है। जन्मिनु भएपछि है उहाँलाई अलिकति यता आउनुहोस् त, मत्ती 1 को 21 मा अनि उनले पुत्र जन्माउँछन् र तिमीले उहाँको नाम येशू राख्नु। किनभने उहाँले आफ्नो जनहरूलाई तिनीहरूका पापहरूबाट मुक्त गर्नुहुनेछ। के हो 21st सेन्चुरीमा यो 21औं शताब्दीमा पाप अनि त्यसबाट छुटकारा पाउने कुराहरू कहीँ तपाईले पाउनुहुन्न। कसरी गरी खानु, कसरी हेल्दी हुनु, कसरी नामी हुनु है, कसरी चाहिँ सबैभन्दा अगाडि हुनु, यही कुराहरू मात्रै आज हामी सुन्छौँ है। हाउ टु बिकम रिच है, रिच ड्याड पुअर ड्याड भन्ने किताबहरू एकदम हामी सुन्छौँ। तर पापको क्षमा भन्ने कुरा है आजको मान्छेहरूले बिरलै है डिस्कस गरेको कुरा हो। तर यस कारणले गर्दाखेरि तर यो पापले चाहिँ हामी सबैलाई सताएको हुन्छ, सताइरहेको हुन्छ है। तर प्रभु यीशु मसीहको नाउँ रहेछ, नाउँको अर्थ रहेछ तिनीहरूका पापबाट मुक्त गर्नु हुनेछ। तर पाप क्षमाको लागि उहाँलाई है एउटा प्रोसेसमा भएर जानु पर्थ्यो है। उहाँले त्यसै है त्यो कुरालाई उहाँले गर्न सक्नुहुन्न थियो। उहाँले एउटा प्रोसेसमा भएर जानु पर्थ्यो। हामी यो मकै छरेका छौँ नि, अहिले उम्रिँदैछ नि है। यो उम्रिँदै गरेको मकैहरू, मकैको दाना चाहिँ पहिला हामीले बारी रेडी गर्छौँ, मलहरू लगाउँछौँ अनि मकैको दाना हामी लगाउँछौँ, लाइन बाई लाइन लगाउँछौँ या छर्छौँ है। तब त्यो मकैको दाना चाहिँ मर्छ। त्यो मकैको दाना मर्छ, मरेपछि मात्र त्यसले नयाँ जीवन पाउँछ। आउनुहोस् त यूहन्ना 12:24 साँचो म तिमीहरूलाई भन्दछु, गाउँको दाना भुइँमा खसेर मरेन भने एक्लै रहन्छ। तर मर्यो भने यसले धेरै फल फलाउँछ है। तर त्यो मकैको दाना त्यो मर्छ बिचरा, तर मर्यो भने चाहिँ त्यो उम्रिन्छ है। अनि हामीले आलु भर्खर आलु हामीले खन्यौँ है, अनि कतिजना त खन्नु भ्याउनु पनि भएको छैन होला, बारी नै होला। तर त्यो खन्दै गएर हामीले याद गरेका छौँ नि है, जुन चाहिँ बिउ चाहिँ पुरा मरेको हुन्छ नि, त्यसको भित्रको सबै सकेर चाहिँ प्लास्टिक जस्तो मात्रै बसेको हुन्छ नि है, रक हुन्छ नि, त्यसले चाहिँ ठुल्ठुलो फलेको हुन्छ, धेरै फलेको हुन्छ। अथवा जुन चाहिँ बिउ चाहिँ पिचिक्क त्यो कुखुराको सुली जस्तो हुने गरी, त्यो कालो हुने गरी पिचिक्क भएर त्यो बसिरहेको हुन्छ नि, त्यसले चाहिँ धेरै फलेको हुन्छ, ठुल्ठुलो फलेको हुन्छ। तर जुन चाहिँ बिउ चाहिँ पानी मात्रै चढेर बसेको हुन्छ है, चाम्रो भएर बसेको हुन्छ, त्यसको चाहिँ इत्रो झिङ्गा अटाउको जस्तो मात्रै फलेको हुन्छ त्यसले हो। अनि जसको फल चाहिँ मान्छेले के गर्दैन, यादै गर्दैन है। त्यस्तै प्रकारले हाम्रो प्रभु यीशु मसीह यो सम्पूर्ण सृष्टिमा जुन चाहिँ फर्मुला छ, जुन चाहिँ फर्मुलाले चाहिँ सृष्टि चाहिएको छ, त्यो डेथ अनि लाइफ
मर्यो अनि त्यसको बादमा उम्रियो। यो फर्मुलालाई कसले चाहिँ के गर्ने, पुष्टि गर्ने भन्ने चाहिँ है प्रश्नको जवाबमा चाहिँ केवल तर यसो मसिले मात्रै त्यो फर्मुलालाई चाहिँ के गर्नुभयो, पुष्टि गर्नुभयो है। धेरै ईश्वर देवता भगवानहरू बनाउँदैहरू छन् है, उहाँको है त्यो फर्मुला जो चाहिँ तपाईँ हामीले बिहानी चामल भात खाने है हामीले अब अहिले पनि हामीले खाजा खान्छौँ, 3 बजे स्न्याक्सहरू, बेलुका हामी खाना खान्छौँ। त्यो राइसले चाहिँ त्यो गहुँको दाना, त्यो मकैको, त्यो धानको दानाले त्यो डेथ अनि त्यहाँदेखि मरेपछि उम्रिने अनि उम्रेपछि फल्ने यो फर्मुलाले चाहिँ है यो हाम्रो खाना बिहान बेलुकाको खाना पाकेको छ हो। तपाईँ हामी गहुँ खान्छौँ, गहुँको रोटी खान्छौँ, बिस्कुटहरू खान्छौँ, त्यो पनि त्यसले पनि त्यो फर्मुलाबाट भएर गएको छ है। कुनै है भेजिटेटिभ प्रोपगेसन भन्छ, तिनीहरू मात्रै चाहिँ यो काब्राको अनि यो उखु भयो कतिवटा चाहिँ हाँगा सर्छ हो। तर जब दानाबाट सर्नुपर्ने हुन्छ नि तब त्यो मर्नुपर्ने हुन्छ है। जसले चाहिँ हामीलाई जीवन दिन्छ, जो अन्न हो, जसले हाम्रो प्राणलाई बचाउँछ, त्यसले चाहिँ बिचाराले डेथको प्रोसेस भएर त्यो बिचारा जानै पर्छ है। अनि मात्रै तपाईँ हामीलाई दममा भोजन हुन्छ। अनि तपाईँ हामी बलियो भएर यसरी हामी कराउँछौँ, यताउति जान्छौँ, काममा जान्छौँ, अफिस जान्छौँ है, स्कुल जान्छौँ, कलेज जान्छौँ। त त्यो फर्मुला एउटा जग्गा खाली थियो है, सारा सृष्टिको मानिसहरूलाई पाल्ने फर्मुला, सारा सृष्टिको मानिसहरूलाई बिहान दिउँसो बेलुका रोटी भोजन प्राणलाई बचाउने जुन चाहिँ अन्नको फर्मुला मा भएर चाहिँ को जाने भनेर चाहिँ स्वर्गमा के भयो, प्रश्न भयो। अनि त्यसमा चाहिँ प्रभु यीशु मसीह मात्रै निस्किनु भयो है। अरू त खोइ के कसो गरे, प्रभु यीशु मसीहले चाहिँ हुन्छ भन्नुभयो। के हुन्छ भन्दाखेरि तिमी अब पृथ्वी तलमा जानुपर्छ अनि तिमी पृथ्वी तलमा गएर है मेरो सृष्टिहरूको लागि भोजन तयार गर्नको लागि, उनीहरूलाई अनन्त जीवन दिनको लागि, जसरी गहुँले, जसरी दालले, जसरी मकैले बिचराहरूले मरेर है तपाईँ हामीलाई जीवन दिन्छ नि। गहुँको दाना मकैको दाना हामी के गर्छौँ, पिस्छौँ है, पिस्दाखेरि बिचराहरू आया भन्छ होला नि है, आया नगर भन्छ होला। तर हामी के भन्छौँ, चुप लाग है, मलाई भोक लागिसक्यो है भनेर गरेर हामी के गर्छौँ, पिसेर के गर्छौँ, एकदम रोटी बनाएर खाइदिन्छौँ है, हामी खुसी हुन्छ। त्यो हरियो दाल, त्यो दालले के भन्दाखेरि म अर्को साल फल्छु नि हजुर है। तर त्यो मालिकले के भन्छ, चुप लाग, मलाई भोक लागिसकेको छ है। त्यहाँदेखि दाल मजाले केलाई कुलाई गरेर धुइधाइ गरेर प्रेसर कुकरमा हालेर है के मसला ससला लगाएर नुन लगाएर सुई 8-10 सिटी लगाएपछि त मजाले पाकेर डैङ खाना खाएर हामी स्कुलतिर ड्युटीतिर लागिहाल्छौँ। बिचरा त्यो दालले के भन्ने थियो, अर्को पालि प्लिज मलाई नपकाउनुहोस् न, म अर्को पालि फल्छु नि भनेर त्यसले भन्दै थियो। तर त्यो दालले बिचरा त्यो दालको भनाइ सुनेन नि त्यो मालिकले है। त्यस्तै त्यो तपाईँ हाम्रो पेटलाई भर्नको लागि त्यो बिचार गहुँको दानाले के गर्नुपर्छ, पिसिनु पर्छ अनि त्यो के हुन्छ, रोटी हुन्छ। बिचरा पिसेर मात्रै भर छैन है, मुछिनु पर्यो, त्यहाँनिर है बेकिङ पाउडर लगाउँछ, त्यहाँदेखि त्यसलाई चाहिँ मजाले पेल्छ, त्यहाँदेखि सेक्छ है तावामा। अब भयो होला भन्दाखेरि त के को तावाबाट निकालेर के गर्छ, भुप्रोमा राख्छ। त्यहाँदेखि भुक्क हुनु पर्यो, यत्रो मोटो हुनु पर्यो बिचरा। त्यहाँदेखि चाहिँ अघिको त्यो पकाएको दालसँग चोप्दै गम खाएर चाहिँ स्याटिस भएर के गर्छ, काममा जान्छ हो। बिचरा त्यो दानाले मर्नु पर्यो नि हो। यस्तै अनन्त जीवन दिनको लागि, मान्छे जातिलाई अनन्त जीवन दिनको लागि कसै न कसैले हो फर्मुलाबाट भएर जानै पर्थ्यो। मानिस जातिको सेटिस्फ्याक्सनको लागि, मानिस जातिले जीवन पाउनको लागि, जस्तो त्यो मकैको गहुँको दानाले गरेर पिसिएर मरेर उसले पिठो भएर उसले सेकिएर है आगोमा पिसोलिएर
उसले एकदम ठुक्क उसले डढिहाल्नु पनि पाउँदैन अनि ठुक्कको पाक्नु पर्यो क्या, अनि चाहिँ उसले जीवन दिन्छ। त्यस्तै हाम्रो प्रभु यीशु मसीहले पनि है कालभरी क्रुसमा आजको दिन है गुड फ्राइडेको दिन है उहाँले आफूलाई के गर्नुभयो, त्यो चक्कीमा उहाँले आफूलाई दिइहाल्नु भयो, खुसीसँगले दिनुभयो, आनन्दसँगले दिनुभयो। अनि तर परमेश्वर पिता यति आनन्दित हुनुभयो, यति खुसी भन्नुभयो कि सारा संसारमा जुन चाहिँ फर्मुलाले मानिस जातिहरू बिहान दिउँसो बेलुका खाएर बाँचिरहेका छन्, त्यो फर्मुलाले चाहिँ मेरो छोराले चाहिँ पुष्टि गर्यो, मेरो छोराले चाहिँ यो फर्मुलालाई के गर्यो, फुलफिल गर्यो भनेर चाहिँ पिता परमेश्वरलाई चाहिँ खुसी लाग्यो, आनन्द लाग्यो। अनि उहाँ सेटिस्फाइड हुनुभयो, अनि उहाँले आफ्नो छोरालाई तेस्रो दिनमा बौरी उठाउनु भयो है। यस कारणले गर्दा उहाँले नयाँ है आउनुहोस् त सकिहालेँ मैले। दोस्रो कोरिन्थी 5:17 यसै कारण कोही ख्रीष्टमा छ भने एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्, हेर सबै कुराहरू नयाँ भएका छन्। म पनि एउटा क्रिस्चियन घरानामा जन्मेको एउटा बालक हो, तर पुतलीको छोराछोरी चाहिँ झुसुले हुँदो रहेछ, मलाई थाहा थिएन। आमा पनि पुतली, बाउ पनि पुतली हो, तर त्यो पुतलीको छोराछोरीहरू चाहिँ झुसुले नै हुँदो रहेछ। अनि त्यो एक हुँदो रहेछ, त्यहाँबाट लार्भा हुँदो रहेछ, प्युपा, त्यहाँदेखि लार्भा, त्यहाँदेखि अडल्ट, त्यहाँदेखि क्याटरपिलर, अनि क्याटरपिलरदेखि चाहिँ त्यो चाहिँ कति दिन माथि कुनामा बसेर चाहिँ एकदम 10-15 दिन बसेपछि चाहिँ चरक्क फुटेर चाहिँ पुतली भएर निस्किँदो रहेछ। त्यस्तै आज हामी है क्रिस्चियन घरानाका कतिजना नानीहरू हौला है, जोहरू चाहिँ आमा उद्धार पाएको, मुक्ति पाएको, बाउ उद्धार पाएको, मुक्ति पाएको, पापको क्षमा पाएको, तर छोराछोरीहरू झुसुले हो। जबसम्म आफ्नो पाप आफै मानिलिँदैन, आफ्नो पापको लागि घायल हुँदैन, हाय प्रभु म पापीमाथि दया गर्नुहोस् भनेर छाती कुटेको हुँदैन, तबसम्म त्यो छोराछोरी झुसुलेको झुसुले। आमाले मुक्ति पायो भन्दैन, बाउले मुक्ति पाएको छ भन्दैन, आमाले प्रभुको सेवा गर्छ भन्दैन, बाउले प्रभुको सेवा गर्छ भन्दैन, छोराछोरीको उद्धार भएको हुँदैन। मेरो बाजे विश्वासी, मेरो बोजो विश्वासी भनेर यो कुरा हुँदैन। यस कारणले गर्दाखेरि सबै कुरा नयाँ भएका छन्। हाम्रो प्रभु मसीहले उहाँले है सबै कुरा नयाँ सृष्टि बनाउनु भयो, किनभने उहाँ पनि परमेश्वर पितालाई सेटिस्फाई बनाएर उहाँ के हुनुभयो, नयाँ भएर उहाँ बढी उठ्नुभयो र उहाँको फलहरू आज हामी यहाँनिर आएका छौँ है। यति भन्दै आजलाई म हजुर सामुबाट बिदा माग्छु।